गाइज आज चाहिँ म बनाउनु लाग्दैछु पर्सी मुन्टाको अचार है। त्यो फर्स्ट प्रोसेस। सेकेन्ड प्रोसेस है यो चाहिँ उसिन्नको लागि हाल्दैछु मैले। यो चाहिँ तेस्रो प्रोसेसिङ है। यहाँ आलु, प्याज, टमाटर, यहाँ टिमुर, अदुवा, लसुन पेस्ट छ है गाइज। यो चाहिँ चौथो प्रोसेसिङ है गाइज। पर्सीको मुन्टा काटेको चाहिँ त्यही बेलामा सिटी लाग्यो फेरि। यो चाहिँ पाँचौँ प्रोसेस है गाइज। नुन, बेसार, मसलाहरू हाल्दैछु। अब तेल तताइहाल्छु अनि त्यसपछि मोलेर रेडी भएपछि मात्र देखाउँछु ल गाइज। बाई बाई गाइज। अब लास्ट प्रोसेस है यो चाहिँ। कति तातो 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 तेल हाल्दा त मान्छे कालो भएर होला, मेरो त हात पनि कालै छ गाइज। फाइनली रेडी भयो गाइज फर्सीको मुन्टाको अचार। हेर्नुहोस् न कति राम्रो देखिरहेछ, कति मिठो हुँदो रहेछ भाइ। मैले खाएँ पनि है। वाउ कति मिठो। कति राम्रो देखिरहेछ है गाइज।